साथीहरु सबैलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ सबैजनालाई ह्यापी माघे संक्रान्ति हैन। म चाहिँ माघे संक्रान्ति मनाउन आछु, हेर्न सक्नुहुन्छ। भाग्यमानी हुनु सन्चेसी हेर्नुस् न, दिदी अनि हाम्रो नानी, हाम्रो दिदीलाई हेर्न सक्नुहुन्छ। ए बाबु, हाम्रो मम्मी चाहिँ सेलरोटी पकाउँदै हुनुहुन्छ गाइस, हेर्न सक्नुहुन्छ। मम्मी हेर्नु त, हेलो भन्नु त। ह्यापी 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 माघे संक्रान्ति भन्नु न। हेर्न सक्नुहुन्छ हाम्रो मम्मीले सेलरोटी बनाएको छ। पौडी बनाउनु भएन होइन, पकौडी बनाउनु भएन, मासु हेर्न सक्नुहुन्छ गाइस। म चाहिँ हुँदैन। अनि हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ आज माघे संक्रान्ति बनाएर आउँछु म चाहिँ। अब आउनु त पर्यो होइन, कति भयो 2-3 वर्ष भयो माघे संक्रान्ति नमानेको मैले। आज चाहिँ मनाउँदैछु माघे संक्रान्ति, हेर्न सक्नुहुन्छ। हाम्रो दिदीलाई ठुलाज मान्छे यार, यिनीहरू एउटा तेल हाल्ने, एउटाले पुरी निकाल्ने भइरहेको गाइस, हेर्न सक्नुहुन्छ हाम्रो मम्मीलाई चाहिँ होइन। कतिखेरबाट बनाउनु भयो? पकौडी पनि बनाउँछ त, राम्रो ल्याउन गाइस, हेर्न सक्नुहुन्छ मेरो सेलरोटी साई। गाइस आउन ढिलो, खाना छिटो। म त सेलरोटी खाएको कुच्चोको सेलरोटी बनाएको भन्नु होइन, कुच्चोको होइन। म त यस्तै खाएको सेलरोटीहरू मनपर्छ क्या, धेरै गुलिया पनि धेरै मिठो पनि यतिको मनपर्छ। अनि त्यसपछि म खाँदैछु, नानीलाई पनि दिँदैछु, हेर्न सक्नुहुन्छ। कस्तो खाउँछु कस्तो खा हाम्रो नानीमा हाम्रो सेलरोटी खानु मिठो भएको क्या। म कहिले सेलरोटी खाँदैन, आज सेलरोटी खान्थेँ। चाखा पनि कति भाउ खोज्नु भएको खानु। दिदी पनि खाँदै हुनुहुन्छ, हेर्नुहुन्छ कस्तो भयो, कस्तो भयो भने मोबाइलबाट मिठो होइन, मिठो भयो हेर्नुहुन्छ। अरू पनि खान्छु म गाइस। तपाईँहरू पनि कसरी माघे संक्रान्ति मनाउनुहुन्छ कमेन्टमा भन्नु होला। फाइनली गाइस हेर्न सक्नुहुन्छ हाम्रो माघे संक्रान्ति मनाउन आएका अनि खाना खाँदैछन्, हेर्न सक्नुहुन्छ। पानी खाना पाकिसक्यो, हेर्न सक्नुहुन्छ। खोइ मासु हेर्न सक्नुहुन्छ। फाइनली गाइस त्यो चाहिँ भात, यो अचार अनि हाम्रो चाहिँ खाना खाँदैछौँ है, हेर्न सक्नुहुन्छ। यसलाई हेर्नु गाइस, यसलाई यो लाजन मरी। अनि हाम्रो टिम हेर्न सक्नुहुन्छ, यता खाँदैछन्। कहाँ छौ तिमी? आमा हरा छौ? आमा हराएको हेर्न सक्नुहुन्छ। आमा घर आइछु अरे, नमस्ते गाइस। हेर्न सक्नुहुन्छ खाना चाहिँ ल्याइसक्यौँ हामीले, ल्याइदिनु भएको खै खाँदै हुनुहुन्छ। कस्तो भयो, चाख्नु बोक्ने यार, हेर्न सक्नुहुन्छ। म पनि खाँदैछु गाइस मासु। मासु हाम्रो यस्तो हो, तपाईँहरू कस्तो हुन्छ कमेन्टमा भनिदिनु होला। आजको भ्लग यति नै हो, बाई बाई।